हेलो गाइज, वेलकम ब्याक टु माई ब्लग। मैले तपाईहरुलाई भन्न बिर्सेकै एउटा कुरा त्यो के हो भन्दाखेरि ब्रेसेस लगाइसकेपछि ब्रस कसरी गर्ने त। ब्रेसेस लगाइसकेपछि चाहिँ हामीले नर्मली जसरी गर्ने हो त्यसरी नै गरे पनि केही फरक पर्दैन। त्यसको लागि हामीले सफ्ट ब्रस युज गर्नुपर्ने हुन्छ। मेडिकलहरुमा पनि सजिलै पाउँछ, नभए अब जहाँ आफूले त्यो दाँतको ट्रिटमेन्ट गराएको त्यहाँबाट पनि सजिलै लिन सक्नुहुन्छ। अब ब्रस चाहिँ हामीले 2 महिना 3 महिनामा एकचोटि फेरि राख्नुपर्ने हुन्छ। अब हामीले नर्मली ब्रस गर्दाखेरि चाहिँ अब यो ब्रेसेस लाको ठाउँमा चाहिँ यतिकै पनि भयो नर्मली हामीले गर्दाखेरि। अनि यो माथि साइडबाट पनि यसरी, माथि साइडबाट यसरी भयो, अनि यो तल साइडबाट यसरी यसो यो तीनतिर यता भित्र पनि यता पनि नर्मली हामीले जसरी ब्रस गर्ने हो त्यसरी नै त्यति चाहिँ गर्नुपर्यो तपाईहरुले। ओके, दिस वाज फर टुडे। थ्यांक्स फर वाचिङ। बाइ बाइ।